स्थिति हेर्दा लाग्थ्यो म पनि ठुलो भएको भए सबै ठिक गर्छु भन्ने। तथापि मेरो मम्मीले गर्नुभएको त्यो सङ्घर्ष हेर्दा लाग्थ्यो बालापनमा नै काम गरी ल्याउन मन थियो त्यो ओठमा मधुर मुस्कान। यद्यपि समयको खेल हो, चाहेर पनि त्यो उमेरमा सही गर्न सकिनँ। आफ्नै घरको परिस्थिति देख्दा सानै उमेर पनि लाग्ने रहेछ निकै ठुलो। जब बिस्तारै हुर्किँदै गए झन्झन काँधमा जिम्मेवारीको भार बढ्दै गयो। आफ्नो साथमा जिम्मेवारी भए तापनि केही नगरी बस्नु पर्दा निकै गाह्रो हुने रहेछ। मनमा हजारौँ कुरा खेल्छन्, तर सुनाउन पनि कसैले सक्दिन। आमालाई पनि लाग्छ होला कमाउने छोरा घर बसेको देख्दा निकै दुःख। उनको पनि मनमा छ होला आफ्नो काँधको बोझ छोरालाई सुम्पिन। उनलाई पनि लाग्छ होला आफ्नो छोराको उन्नति प्रगति आफ्नो साथीभाइ छिमेकीलाई सुनाउन। छोराको मनको पीडा बुझी उनको मनमा भएको कुरा लुकाएर राख्छिन् र छोरालाई सान्त्वना दिँदै भन्छन् म छु नि नाति। त्यो पल लाग्छ मैले संसार नै जिते चाहिँ। त्यो पल लाग्छ मैले संसार नै जिते चाहिँ।